मसिना भुरा माछाहरू अर्कै प्रजातिका हुने। यो चाहिँ नि यहाँको लोकलहरूले चाहिँ यसलाई तोमन भन्छ, अङ्ग्रेजीमा क्याटफिस। अनि यसको चाहिँ छुट्टै नाम चाहिँ स्नेक हेडेड फिस भन्छ यसलाई। अनि यसको माउले चाहिँ यिनीहरूलाई चराउँछ, त्यो कुखुराको पोथीले बच्चा चराएर चाहिँ चराउँछ। यसको माउहरू कता होला, अब मान्छे देखेपछि आउँदैन यिनीहरूले। ठुल्ठुलै हुन्छ, 2-4 किलोकै त हुन्छ। ठुला माछाहरू अलिक मान्छेको छेउमा आउन लाज भन्छन्। यसको माउहरू यति वरिपरि हुनुपर्छ, बच्चा भएको कारणले गर्दाखेरि। करिब 8-10 वर्षको प्रयास पछाडि चाहिँ भित्र माउले चराएको देख्यौँ भने त्यहाँबाट कहिले कहिले देखिन्छ। तर यो पिक्चर लिनलाई त्यो कहिले लाइटले दिँदैन, कहिले केले विभिन्न कारणहरूले गर्दाखेरि पिक्चर क्याप्चर गर्न सकिन्न। यो पिक्चर लिनलाई अब सबै कुरो मिल्नुपर्छ। पानी पनि सफा हुनुपर्यो, अनि मौसम पनि अनुकूल हुनुपर्यो। त्यसपछि मात्रै यो स्नेक हेडेड फिसको चाहिँ नि पिक्चर बनाउन सकिन्छ, नत्र भने धेरै गाह्रो पर्छ। जति गाह्रो बनाएर जति गरेर खिचे पनि यो हामीले आइडिया नआइन्जेलसम्म के गर्नुपर्छ, भ्युवर चाहिँ कहिले आउँदैन। खुब आयो भने 100 भ्युवर आउँछ, नत्र भने 3-4मै अड्किन्छ। त्यो पारी चाहिँ कहिले कहिले बँदेलहरू आउँछ। अब यहाँ चाहिँ नि बाँदरका प्रजातिहरू निकै थरीका पाउँछ। यो प्रोबेसिस मङ्की पनि पाउँछ, तर यो एरियामा मैले देखिनँ।